त यो भ्लग चाहिँ नि के हो भनेपछि हाम्रो पछि होइन अहिले भन्छु। आज भोलि हाम्रो टिङ्की जे पनि गइरहेछ हाम्रो घरदेखि अनि एडप्ट भइगएको छ। राम्रो कुरा। भोलि चाहिँ जान्छ जसले एडप्ट गरेर जान्छन् भोलि अनि त्यही हो। कुरा के हो भनेपछि त यो हाम्रो टिङ्की केटी हो, फिमेल। अनि यो चाहिने धेरै जसले के सोचे थियो भनेपछि यसलाई मैले आफ्नो फ्यामिली मेम्बर बनाउन ल्याएको हो। त्यसलाई लाग्थ्यो यिनीहरूलाई यो चाहिँ फेरि होइन चाहिँ त्यस्तो कुरा। यो त मैले यसलाई किन ल्याएको थिएँ भने यसलाई मैले भेटाएको थिएँ। कहाँ भेटाएको थिएँ भनेपछि म यस्तै गइरहेको थिएँ एक दिन परेवाले लिएर, मेरो एउटा काले चिन्छ होला, कालेलाई लिएर गएको थिएँ मैले। अनि जाँदाखेरि मैले त यसलाई भेटाएको थिएँ। यो कस्तो थियो भनेपछि मैले ल्याउँदाखेरि यसको एक त यहाँबाट भुत्ला थिएन, अनि यो पुच्छर छ नि, यो पुच्छर यसको काट्दै थियो, अझै छ यहाँ दाग हेर्न सक्छु। बिचमा हल्का कपाल छैन नि। के थियो भनेपछि एउटा खै बाइकको चढाइदिएको थियो यसको यहाँ। अनि त्यसपछि यो लिम्प गरिरहेको थियो, म हेरेको थिएँ लिम्प गर्दै गइरहेको थियो, यो भागिरहेको थियो कराएर। अनि एउटा बाइक चढ्दैछ अनि यसको पछाडिको टेलको फर चाहिँ यसको थिएन, खुन आइरहेको थियो टेलबाट। अनि मैले यसलाई हेरेको थिएँ, त्यो बेला यत्रै थियो। मैले ल्याएको थिएँ, ल्याएको एक हप्तामा अलमोस्ट सन्चो भइसकेको थियो। अनि मैले भिडियो हालेको थिएँ न्यू मेम्बर एडेड भनेर, एक हप्तापछि हो त्यसको। अनि अहिले यहाँ चाहिँ अनि यो अहिले भइगएपछि 3 month कम्प्लिट। त यसलाई चाहिँ एडप्ट गरेर खाने एउटा आन्टीले। अनि त यहाँ मेरो अगाडि एउटा आन्टी बसेछ न, ऊ त्यहाँ अगाडि यो घर। अनि त आयुष पनि आइगयो। त मेरो चाहिँ केही ऊ थिएन, के भन्छन् रे, माइन्ड थिएन, मेरो माइन्ड थिएन घरमा कुकुर ल्याउने भनेर। यो चाहिँ रेस्क्यु एनिमल हो, लाइक अब चाहिँ एडप्ट भइगयो छ। तर अरू कोहीलाई एडप्ट गर्नु छ, मसित अझै छ बच्चा कुकुरको। मेरो एउटा जुली भन्ने कुकुर छ, त्यसले बच्चा दिएछि 7 कि 8वटा प्रोबेबली, एन्ड बेलायतीको बच्चा हो त्यो। त कोहीलाई एडप्ट गर्नु छ भने मलाई भन्नु।